खासमा योग चाहिँ योग भने चाहिँ जोड्नु भन्ने अर्थ लाग्छ। अनि अब देशकाल परिस्थिति अनुसार हरेक विषयको फरक फरक कुरा चाहिँ त्यसको परिभाषा गर्ने शैली फरक हुन्छ। त्यसअनुसार अहिले हामीले ठ्याक्कै भन्नुपर्दा त्यसको वास्तविक अर्थ चाहिँ आत्मा जुन हाम्रो शरीरमा एउटा सजीव तत्त्वको रूपमा चेतनाको रूपमा रहेको जुन आत्मा छ त्यसलाई चाहिँ प्रकृतिमा भएको सोर्स जुन छ अथवा आत्माहरूको जुन पुञ्ज भन्छ हो त्यसमा लगेर जोड्ने प्रक्रियालाई अथवा एक वाक्यमा भन्दाखेरि आत्मालाई परमात्मासँग जोड्ने प्रक्रियालाई योग भनिन्छ। अब यसको चाहिँ ऐतिहासिक कुराहरू भन्दा पनि हाम्रो किम्वदन्ती अनि हाम्रा पुराना आध्यात्मिक ग्रन्थहरूलाई आधार मानेर सबै कुरा हेर्दाखेरि चाहिँ भगवान शिवले यो योग विधाको चाहिँ प्रतिपादन गरेको मानिन्छ। अनि शिवको पालामा अब हाम्रो अहिले ऐतिहासिक कुरा हेर्दाखेरि पनि भगवान शिवको पालामा अथवा त्यो पुरानो त्यो बेलामा चाहिँ लिपि नभएको भएर श्रुति मात्रै थियो, गुरुले सिक्ने शिष्यलाई सिकाउने। अनि शिवजीले चाहिँ माता पार्वतीलाई आफूले केही कुरा लोकलाई दिनुपर्छ भनेर चाहिँ माता पार्वतीलाई चाहिँ नदी तलाउ किनारमा बसेर सुनाउनु भएको भन्ने किम्वदन्ती छ। अनि महादेवले अथवा भगवान शिवले नै यो योगको प्रतिपादन गरेको भनेर हाम्रो कहावतले अथवा हाम्रो पुराना ग्रन्थहरूले शास्त्रले बताउँछ। सुरुवात चाहिँ त्यहाँबाट भएको पाइन्छ। अनि ऋषि पतञ्जलिको पालामा चाहिँ अक्षरहरूको विकसित अवस्था आएपछि चाहिँ उहाँले पहिलोचोटि योग सूत्र 195 वटा योगका सूत्रहरू लेखिदिनु भएको सबैभन्दा पुरानो इतिहास छ। योग चाहिँ विसर्ग लागेर अन्तिममा योग भनिन्छ। अनि YOGA लेख्नु भएको भएर पश्चिमाहरूले यसलाई योगा भन्न थाले अनि हामी पनि त्यसै भन्न थालेको हो। तर यसको वास्तविक र सही अर्थ चाहिँ योग नै हो। यो योग दिवस मनाउनुपर्छ भनेर 2036 सालदेखि डाक्टर हरिप्रसाद मानसाग्नि भन्ने हाम्रै मूलको पाल्पा जन्मस्थान रहनु भएको हाम्रो योगको मूर्धन्य स्रष्टाले चाहिँ विषय उठाउँदै आउनु भएको थियो। अनि त्यो चाहिँ हाम्रो नेपाल सरकारमा बस्ने आधिकारिक मान्छेहरूले चाहिँ त्यो नबुझेर लामो समयदेखि त्यत्तिकै थाती थियो। अनि त्यो कुरा चाहिँ नरेन्द्र मोदीले चाहिँ जब यो चाहिँ UN-मा संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव लिएर जानुभयो त्यस पछाडि त्यो पारित भयो। त्यसको चाहिँ दुईटा तर्क छ। एउटा योग दिवस कुन दिनलाई मनाउँदाखेरि उपयुक्त हुन्छ भन्ने। अब त्यो उहाँले हाम्रो पनि गुरु हुनुहुन्छ डाक्टर हरिप्रसाद पोखरेल मानसाग्नि डाक्टर साहब चाहिँ उहाँले भन्नुभएको र हामीले लोक कहावतले पनि भनेअनुसार चाहिँ शिवरात्रि चाहिँ योग दिवस मनाउन सबैभन्दा उपयुक्त दिन हो। शिवरात्रिले किनकि भगवान शिवले यो प्रतिपादन गर्नुभएको भएर शिवरात्रिलाई नै योग दिवस मनाउने प्रचलन गर्नुपर्छ भनेर यसलाई सुरुवात गरिएको हो। तर त्यसमा समस्या के भइदियो भने शिवरात्रि त तिथिमा हुने भयो। अब संसारभरिको मान्छेले त तिथि त बुझ्दैन, एउटा निश्चित दिनलाई तोक्नुपर्ने हुन्छ। अनि त्यो भएको भएर चाहिँ माघ 1 गते र 14 जनवरी चाहिँ धेरै वर्षको करिब एउटै दिन पर्न आउँदो रहेछ। अनि यो माघ 1 गते मनाउनुपर्छ भनेर चाहिँ हामीले चाहिँ करिब 39 वर्षसम्म चाहिँ यो मनाउँदै आयौँ। हरेक वर्ष चाहिँ नेपाल सरकारको टेबलमा चाहिँ यो योग दिवसलाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्नुहोस् भनेर पुर्यायौँ, तर सुनवाई भएन। अनि नरेन्द्र मोदीले चाहिँ जुन दिनलाई घोषणा गर्नुभयो, अब उहाँले प्रस्ताव लानुभयो अनि संसारभरिको सबैभन्दा धेरै देशहरूले चाहिँ यसलाई समर्थन गरेको प्रस्ताव मानिन्छ। अनि त्यो प्रस्ताव चाहिँ पारित भइसकेपछि अनि बल्ल नेपाल सरकारमा बस्ने प्रतिनिधिहरूमा चाहिँ झकझकिएको अनुभव भएपछि चाहिँ यो के हो भनेर उहाँले खोज्दाखेरि चाहिँ यसको तर्कसङ्गत कुरा चाहिँ माघ 1 गते नै राष्ट्रिय योग दिवस मनाउन उपयुक्त छ। अनि शिवरात्रिको पनि आसपास पर्छ र अनि त्यस दिन चाहिँ उत्तरायण सुरु हुने दिन हो। फेरि हाम्रो शास्त्रीय मान्यता अनुसार पनि जुन दिनदेखि चाहिँ हामीले साधना सुरु गऱ्यौँ त्यो चाहिँ सबैभन्दा उपयुक्त साधना सुरु गर्ने योग अभ्यास सुरु गर्ने दिन मानिन्छ उत्तरायण सुरु भएको दिन। र नरेन्द्र मोदीले चाहिँ त्यसैलाई ठ्याक्कै उल्टो दक्षिणायन सुरु हुने दिनलाई चाहिँ त्यो योग दिवस मनाइदिनु भयो अथवा त्यहाँ प्रस्ताव लगाइदिनु भयो। अनि अब अन्तर्राष्ट्रिय रूपमा मान्न सुरु गरेपछि त हामीले नमान्ने भन्ने कुरै भएन, मान्नै पर्यो। संयुक्त राष्ट्र सङ्घले मानेपछि हामी पनि त्यसको चाहिँ जिम्मेवार भयौँ। अनि अन्तर्राष्ट्रिय योग दिवस पनि मान्ने नै भयो र त्यो सँगसँगै तर्कसङ्गत हिसाबले र उपयुक्त दिन चाहिँ उत्तरायण सुरु हुने दिन र शिवरात्रिको आसपास। अनि माघीलाई चाहिँ फेरि हाम्रा नेपाली लोकल समुदायहरूले चाहिँ नयाँ वर्षको रूपमा पनि मानिन्छ धेरै सम्प्रदायहरूले।
त्यो अर्थले चाहिँ त्यो उत्सवको रूपमा मनाउने दिन चाहिँ माघ 1 गते हो भनेर अनि राष्ट्रिय योग दिवस घोषणा भयो। यसरी चाहिँ दुईटा योग दिवस चाहिँ सुरु भएको एकदमै महत्त्वपूर्ण भएर नै अहिले संसारभरिका रिपोर्ट अनुसार पनि करिब 30-32% मान्छेहरूले चाहिँ योग गर्न थालेको रेकर्ड छ, अहिले बढेर गएको छ। यो योग चाहिँ कस्तो छ भने संसार अहिले एकदमै विखण्डित भइरहेको अवस्था छ, चाहे त्यो जातीयताको आधारमा होस्, चाहे धर्मको आधारमा होस्, चाहे सम्प्रदायको आधारमा होस्। तर योग चाहिँ यस्तो विषय हो जसले चाहिँ संसारभरिको सबैलाई जोड्न सक्छ। यहाँ धर्मको कुरा पनि छैन, जातको कुरा पनि छैन, लिङ्गको कुरा पनि छैन, केही फरक छैन, सबैले गर्न मिल्ने छ। त्यसैले यो संसारभरि अहिले प्रचलित भएर आछ। तर मानव स्वास्थ्यको लागि चाहिँ नसर्ने रोगहरूमा संसारमा यदि कुनै पनि यदि विषय छ जसलाई चाहिँ अन्तिममा यो विषयले चाहिँ अरूले भन्दा बढी काम गर्छ भन्ने छ भने त्यो योग नै हो। अहिले औषधीय हिसाबले औषधि उपचारकै हिसाबले पनि योग विधा चाहिँ अहिले त्यति चर्चित भएको छ, त्यसले पनि हाम्रो लागि उपयोगी साबित भएको छ। अब फेरि यो मात्रै होइन कि बिरामी भएपछि रोग लागेपछि मात्रै योग गर्नुपर्छ भन्ने मानसिकता पनि कमजोर हो। बच्चैदेखि संस्कारको रूपमा चाहिँ यदि हामी यसलाई सिकाउन सक्यौँ भने चाहिँ त्यो ठुलो हुँदाखेरि त्यसले चाहिँ संस्कारको रूपमा चाहिँ फेरि त्यसले नियमित रूपमा बच्चाले पनि बढ्दै गएपछि गर्ने भयो र उसलाई चाहिँ रोगसँग लड्ने क्षमता पनि बढ्ने भयो। अनि समग्र रूपमा हाम्रो योगले चाहिँ कुनै बिरामी निको पार्ने ठिक पार्ने भन्दा पनि योगले चाहिँ हाम्रो प्रणालीहरूलाई सिस्टमलाई ठिक बनाइदिने हो भएको भएर सबैको लागि जरुरी छ। त्यो अर्थले चाहिँ एकदमै महत्त्वपूर्ण छ र अहिले संसारभरि यो कुरालाई बुझेर नै होला सायद अब यो चर्चा सुरु भएको छ। हामीले त धेरै वर्षदेखि यसबारेमा बोलिरहेको थियौँ, भनिरहेकै थियौँ योगमा लाग्नेहरूले त। अब मेरो पनि अब लामो नभए पनि 22-23 वर्षको अनुभव छ। 23 वर्षदेखि हामी यही क्षेत्रमा नियमित रूपमा लागिरहेछौँ। अब भने पहिले हेरेर हामी चाहिँ 2-4 जनाले सिकाएर हाम्रो समाजमा अलिकति थोरै ठुलो सङ्ख्या बन्यो भने अब हामी 10-20 जनाले सिकाएर त हजारौँ मान्छे पुग्ने सम्भावना त प्रचुर छ। त्यसैले यो चाहिँ योग अब पहिलेभन्दा व्यापक पनि भएर गएको छ र अब त्यो यो महत्त्वपूर्ण छ भन्ने जनमानसमा त्यो चेतना पनि वृद्धि भएको देखिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ व्यक्तिले कुनै पनि कुरा उठायो भने त्यो पार लगाउन सक्ने सम्भावना कम हुन्छ, संस्थाले त्योभन्दा बढी हुन्छ। तर सरकारले गर्न चाह्यो भने त्यो व्यवस्थित गर्न सक्छ र अहिलेसम्म प्रतिनिधिको रूपमा सरकारमा पुगेका मान्छेहरूमा चाहिँ योगसँग सम्बन्धित चेतनाको कमीको कारणले गर्दाखेरि चाहिँ यो व्यवस्थित हुन नसकेको होला जस्तो लाग्छ। अब केही न केही प्रयास भएका छन्, नभएका होइन। तर पहिले संस्कृत थियो, त्यसलाई हटाइयो। संस्कृत चाहिँ हाम्रो जननी भाषा हो, सबै भाषाको मातृभाषा हो, सबै भाषालाई पनि गाइड गर्ने भाषा हो, त्यसलाई हटाइयो। नैतिक शिक्षा हटाइयो, अनि योगका कुराहरू पाठ्यक्रममा समावेश गरिएन, जसले गर्दाखेरि चाहिँ यो ओझेल परेको हो। अब हामी सबैको प्रयासले चाहिँ त्यो केही सुरुवात चाहिँ भएको छ र समग्र रूपमा चाहिँ त्यो सरकारले चाहिँ यदि यो गराउनुपर्छ भन्ने सोच्यो भने चाहिँ यो सहजै रूपमा चेतनाको रूपमा पनि विकसित हुनसक्छ र समाजमा नेपाली समाजमा चाहिँ व्यापक हुनसक्छ जस्तो लाग्छ। पतञ्जलि रामदेव बाबाले पतञ्जलि नामाकरण गरेर एउटा अभियान चलाउनु भयो। त्यसले चाहिँ संसारभरि नै एउटा ठुलो तरङ्ग पैदा गर्यो, योगको विषयलाई व्यापक बनाउनलाई ठुलो काम गरेको छ। हामी पनि हरिद्वार बसेका छौँ, रामदेव बाबासँग पनि केही कुरा सँगै बसेर सिक्ने मौका पाएको छौँ। अनि त्यो अर्थले उहाँले गर्नुभएको कुरा एकदम स्तुत्य छ। अनि त्यो भनेर योग त न रामदेव बाबाले गर्नुभएको न मैले गरेको, यो त भगवान् शिवको देन हो। अब कसले कति प्रचारमा ल्याउँछ भन्ने मात्रै हो, फरक खासै त्यस्तो छैन। योग भनेको उस्तै हो, तर कसले कुन शैलीमा गर्छ आफ्नो शैली हुन्छ नि, हो त्यो शैलीले गर्दा केही फरक भए पनि योग एउटै हो। तर कुन तहको योग भन्ने हुन्छ कि अब जस्तै हामी पाठ्यक्रम पढ्ने बेलामा पनि कख सिकाउने पनि हाम्रो गुरु नै हुनुहुन्छ, पिएचडी मास्टर डिग्री गराउने पनि गुरु नै हुनुहुन्छ। मास्टर डिग्री गराउनलाई मात्रै गुरु मान्ने कि कख सिकाउनलाई पनि गुरु मान्ने भन्ने हुन्छ नि। योगको पनि त्यो विभिन्न स्टेपहरू छ, युनिभर्सिटी नै छन् विभिन्न ठाउँमा। अनि नेपालमा चाहिँ त्यो अब भर्खर सुरुवात हुँदैछ। नेपालमा चाहिँ योगलाई आधिकारिक रूपमा स्कुल लेभलभन्दा माथिल्लो लेभलमा पढाउने धेरै निकायहरू थिएन, भर्खर सुरु भइरहेछ। अब चाहिँ यसले व्यापकता पाउँछ भन्ने अनुमान गर्न सकिन्छ। धेरै अलिकति पहिलेभन्दा चाहिँ व्यापक भएर गएको छ, सकारात्मक छ, तर अपेक्षा गरे जति चाहिँ छैन। हामीले अहिले बुझ्दाखेरि फरक तरिकाले बुझ्ने भयौँ। अहिले चाहिँ योग गर्नेलाई मात्र योगी भन्न थाल्यौँ। जस्तै हामी स्कुल पढ्छौँ नि, अब पढाइमा चाहिँ त्यो योग अनिवार्य हुन्थ्यो, अथवा पहिले चाहिँ त्यो योग नै हाम्रो पाठ्यक्रमको एउटा आधार हुन्थ्यो। त्यसले गर्दा पुराना विषय फरक भए पनि सबै नै ऋषिहरू हुनुहुन्थ्यो भन्ने हाम्रो चाहिँ त्यस्तो मेरो चाहिँ अनुमान छ।
अड्कल छ। अब मैले सबै त अध्ययन अनुसन्धान गर्न सकेको छैन, तर पनि मेरो बुझाइमा चाहिँ जसले एउटा विषयमा अध्ययन अनुसन्धान गर्छ त्यो योग भनेको चाहिँ यति व्यापक छ कि त्यसमा चाहिँ हाम्रो आन्तरिक क्षमता विकास दुई तरिकाले योग गर्ने गरिन्छ सामान्यतया। एउटा शक्तिको लागि, हामी कमजोर भएको बेलामा हामीलाई शक्ति चाहिँदाखेरि, अर्को चाहिँ त्यो शक्ति प्राप्त गरिसकेपछि अब यो जीवन मरणको चक्रबाट छुटकारा पाउनको लागि, मुक्तिको लागि पनि योग गरिन्छ। अनि त्यो अर्थले चाहिँ ऋषिमुनिहरूले गरेको चाहिँ अहिले हामीले गरेको चाहिँ सतही छ भने उहाँहरूले गर्नुभएको चाहिँ त्यो मुक्तिको लागि गरेको देखिन्छ। त्यो भएको भएर योगको पनि उच्चतम अवस्थाको साधना गरेको देखिन्छ त्यतिखेरको अधिकांश हामीले हेर्दाखेरि। भनेपछि सबै नै योगी हुनुहुन्थ्यो भन्न सकिन्छ। योग चाहिँ सबैले गर्न मिल्ने होइन, गर्नुपर्छ। गर्न मिल्ने भन्ने छुट्टै कुरा भयो, पर्छ भने गर्नै पर्छ। किनकि त्यसको आधारभूत कुरा जान्न पायो सक्यो भने चाहिँ हामीमा नैतिकताको विकास हुन्छ। अहिले त 2030सम्म WHO ले भनेअनुसार पनि 30% मान्छेलाई चाहिँ डिप्रेसनको औषधि खाने अवस्था आइरहेछ भनिरहेछ। त्यसको मतलब चाहिँ योगमा चाहिँ मानसिक स्वास्थ्य सुधार गर्ने सबैभन्दा महत्त्वपूर्ण विषयहरू यहाँ समावेश गरिएको छ। त्यसैले अब हामीले योग गरेनौँ भने त जसले गर्दैन ऊ चाहिँ त्यो समस्यामा जान्छ भन्ने देखिन्छ। त्यसले गर्दा हामी सबैले गर्नै पर्छ र सरकारी तवरबाट पनि यसलाई चाहिँ पाठ्यक्रम बनाएर हुन्छ कि विद्यार्थी तहदेखि कलेजदेखि लिएर हरेक ठाउँ चाहिँ अथवा हामी जो जनमानस छ हामी सबैलाई समेट्ने गरेको त्यसको एउटा जस्तै सिटिबिटीबाट समेट्न सकिन्छ कि अब कुन लेभलबाट समेट्न सकिन्छ सबैलाई समेटेर यसलाई पाठ्यक्रम बनाएरै तल्लो तहबाटै यसलाई सबैलाई सिकाउन सक्ने गरेको एउटा व्यवस्था भयो भने एकदमै उपयोगी हुन्छ र त्यो गर्नै पर्ने जरुरी देखिन्छ। त्यसैले हामी सबैले गर्न कुनै समूह भन्ने हुँदैन, सबैले गर्न मिल्छ, सबैले गर्न पाइन्छ। योगसँग सम्बन्धित विभिन्न संस्थाहरू छन्, ती संस्थाहरूले आफ्नो आफ्नो सम्पर्क क्षेत्रमा चाहिँ योग शिविरहरू चलाइरहनु भएको छ, देशैभरि छन्। अब त्यसमा अलिकति अब चर्चामा आउनुभएका धेरै संस्थाहरू छन्, जस्तै ओम शान्ति हैन, त्यस पछाडि यो ब्रह्मकुमारी राजयोग भन्छ, अनि त्यस पछाडि पतञ्जलि, पातञ्जल, जीवन विज्ञान, योग प्रेमी, यस्ता विभिन्न नाम गरेका संस्थाहरू छन्। अनि आफ्नो सम्पर्क जहाँ छ त्यहाँ मार्फत चाहिँ यसलाई योग व्यापक गरेको पाइन्छ। देशमा मात्रै होइन, विदेशमा पनि हामीले पनि लकडाउनको बेलामा पनि देश बाहिर रहनुभएका नेपाली मूलका कम्युनिटीका साथीहरूलाई चाहिँ हामीले योग यहाँ बसेर पनि सिकायौँ। त्यही भएर यो संसारभरि व्यापक रूपमा फैलिएको छ। अनि यहाँलाई जुन लोकेसनको लागि चाहिएको हो त्यही लोकेसनमा हामीले चाहिँ त्यो बताइदिन सक्छौँ। अहिले चाहिँ धेरै व्यापक भएको छ। हामी कुन तहको योग गरिरहेछौँ भन्ने हुन्छ कि एउटा रिसर्चले के बताएको थियो भने कपालभाति भन्ने एउटा षट्कर्मको क्रिया छ। यो एकजना मान्छेले उल्टो गरेको कारणले उहाँको क्यान्सर निको भएछ कि। भनेपछि सामान्य तहको योग अभ्यास गऱ्यौँ भने त्यस्तो धेरै आत्तिनुपर्ने नकारात्मक कुरा सोच्नुपर्ने छैन। यदि साधनाकै रूपमा गर्छौँ भने चाहिँ कतिपय साधना चाहिँ यदि हामीले चाहिँ सुल्टो गर्न सकेनौँ, जस्तै मानिलिनु कुण्डलिनीको कुरा आइरहेछ, चक्र शोधन गर्ने बेलामा हाम्रो शरीरमा ऊर्जा बनायौँ हामीले आफ्नो प्रयासले। त्यसलाई चाहिँ ऊर्ध्वरेत माथि तान्न सकेनौँ, आफ्नो सिस्टममा ल्याउन सकेनौँ, यदि ऊर्जा चाहिँ उल्टो बाटोमा गयो भनेदेखि चाहिँ उसले चाहिँ अलिकति विभिन्न खालको समस्याहरू भोग्नुपर्ने, समस्याहरू आइलाग्न सक्ने सम्भावना हुन्छ। त्यसैले साधनाको पनि अलिकति विशिष्ट अवस्थामा पुगेपछि चाहिँ जोगिनुपर्छ भने बेसिक रूपमा सामान्य एक्सर्साइजको रूपमा गर्ने योगमा चाहिँ त्यस्तो धेरै नकारात्मक कुरा हुँदैन, सामान्य रूपमा गर्न सकिन्छ। अब मिलाएर गरिसक्यो भने त अझ धेरै फाइदा हुन्छ। मिलाउन सकेन भने पनि फाइदा चाहिँ हुन्छ थोरै बहुत। यसमा चाहिँ के हुन्छ भने हामीले बाहिरबाट प्राप्त गरेको भोजनबाट प्राप्त गरेको ऊर्जा चाहिँ त्यसको लेभलले आधारमा चाहिँ हाम्रो 5वटा शरीरको लेयर हुन्छ। अनि त्यो 5वटा शरीरलाई चाहिँ त्यसले प्रभाव पारिरहेको हुन्छ। तर त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो शरीरमै ऊर्जाको केन्द्र छ, हामीले थाहा पाएका छैनौँ। त्यो ऊर्जाको केन्द्र भनेको चाहिँ हाम्रो शरीरमा चक्र छ। जस्तै एउटा कोठालाई चाहिँ व्यवस्थित गर्नको लागि एउटा जुन स्विच बोर्ड हुन्छ त्यसैबाट सबै कन्ट्रोल हुन्छ नि, त्यस्तै हाम्रो शरीरका विशेष गरेर 7वटा केन्द्रहरू, ऊर्जा केन्द्रहरू छन्। त्यो ऊर्जा केन्द्रलाई चाहिँ हामीले चाहिँ मन्त्रोच्चारणद्वारा विभिन्न शोधन विधिद्वारा चाहिँ त्यसलाई चाहिँ सक्रिय बनाउन सक्छौँ। अनि त्यो ऊर्जा मूलाधार भन्ने चक्रमा चाहिँ ऊर्जा बसेको छ सुसुप्ति अवस्थामा, त्यसलाई चाहिँ साधना विधि दिएर चाहिँ त्यसलाई सक्रिय बनाएर चाहिँ त्यसलाई उठाएर हाम्रो शरीरमा चाहिँ सक्रिय बनाएर हाम्रो मस्तिष्कसम्म लान सक्छौँ। यदि त्यो विधि सही भयो, तरिका सही भयो भनेदेखि चाहिँ यहाँले सुन्नुभयो होला त्यो इन्लाइटमेन्ट भएको होइन, मोक्ष प्राप्त गरेको भनेर सुन्नुभएको छ। हो, त्यो पीडा चाहिँ हामीभित्रै छ। हामीभित्र भएको जुन ऊर्जा केन्द्रलाई यदि हामीले चाहिँ सक्रिय बनाउन जानेनौँ भने त्यसको कामै भएन, थाहै भएन।
यदि त्यो जान्ने हो, सही विधि अपनाउने हो भनेदेखि चाहिँ हाम्रो शरीरमा ऊर्जा बढाउन सकिन्छ, वृद्धि गर्न सकिन्छ। त्यसलाई तानेर चाहिँ हाम्रो सहस्रार भन्ने जुन मस्तिष्कमा अथवा दिमागसम्म पुर्याउन सकिने, पुरै सिस्टममै सक्रिय बनाउन सक्ने चाहिँ पावर हामीभित्रै हुन्छ। हामीले थाहा पाएर त्यसलाई पहिचान गऱ्यौँ भनेदेखि चाहिँ त्यसको ठुलो अर्थ छ। थाहा नपाउँदा चाहिँ त्यो छ कि छैन थाहै हुँदैन। सरकारले योग दिवसको अवसर पारेर हरेक तहमा पाठ्यक्रम बनाएर त्यसलाई लागू गर्यो भनेदेखि चाहिँ अनि उत्सव मनाउने कि हामीले वर्षभरि योगका गतिविधि गऱ्यौँ, आज चाहिँ योग दिवस अब हामीले यति गरेकोले उत्सव मनायौँ भन्ने अर्थले गर्न सकेको राम्रो। अहिले पनि सप्ताहको रूपमा मनाउने चलन छ। एक हप्ता अगाडिदेखि एक हप्ता पछाडिसम्म मनाउने चलन छ। त्यो चाहिँ एउटा सुरुवातको दिन मानेर अनि वर्षभरि नै ती गतिविधि गऱ्यो भनेदेखि चाहिँ बढी उपयोगी हुन्छ। एक दिन मात्रै मनाएर त खासै अर्थपूर्ण हुँदैन। तुलना त अब फरक व्यक्तिसँग तुलना गर्न त मिल्दैन। तर विकसित अवस्था हेर्ने हो भनेदेखि चाहिँ अब यो सुरुवात भएको थियो, मैले अघि सुरुमा भने नि भगवान् शिवले यसलाई सुरुवात गर्नुभयो भनेपछि चाहिँ पशुपतिनाथ हामीसँग हुनुहुन्छ, कैलाश हामीसँग नजिकै छ भनेपछि भगवान् शिवको निवास स्थान चाहिँ यहीँ हुँदी हो। बुद्ध नजिकै जन्मिनु भयो लुम्बिनीमा। अनि त्यतिखेर बुद्धको पालामा पनि के थियो भने आफूले जानेको ज्ञान कसलाई दिने त भन्दा जहाँ जनसङ्ख्या बढी छ त्यहाँ दिनु पऱ्यो। उहाँ त्यहाँबाट इन्डियातिर जानुभयो, बर्मा पुग्नुभयो, त्यहाँ हुँदै मतलब सङ्ख्या भएको ठाउँमै आफ्नो ज्ञान दिनुपर्छ भनेर इन्डियातिर चाहिँ बढी विकसित भएको पाइन्छ। अब तुलनात्मक रूपमा हेर्दाखेरि अहिले योगको जन्मस्थान नै इन्डिया भनेर चाहिँ प्रचार गरेको पनि पाइन्छ। तर वास्तविक रूपमा मैले भने नि अघि नै ऐतिहासिक तथ्य हेर्ने हो भने चाहिँ जन्मस्थान चाहिँ यही नेपाली माटो देखिन्छ ऐतिहासिक कुरा हेर्दाखेरि पनि। र हाम्रो आफ्नै खालको परम्परागत रूपमा चलिआएको योग विधाको त्यो सिस्टमको तरिकाबाट चाहिँ नेपालमा योगका पाठ्यक्रमहरू बनेको अथवा योग सिकाएको पाइन्छ भने अब अहिले त तुलनात्मक रूपमा त इन्डियामा सरकारले पनि यसलाई धेरै कुराहरू चाहिँ सहयोग गरेको देखिन्छ। त्यो हिसाबले पनि हामी कहाँ भन्दा वहाँ इन्डियामा चाहिँ अलि बढी व्यापक भएको जस्तो लाग्छ। फेरि जनसङ्ख्याको हिसाबले पनि त त्यहाँ ठुलो भएको नाताले व्यापक हुने नै भयो। अनि हामी कहाँ चाहिँ त्यो कतिपय सहयोग गर्नुपर्ने अवस्था छ हैन। जस्तै अब साधना गर्ने मान्छेलाई चाहिँ एउटा त्यस्तै वातावरण बनाउनलाई पनि त माहौल पनि पोजिटिभ हुनुपर्छ। अब त्यो आफ्नै सङ्घर्षले गर्दाखेरि चाहिँ कतिपय हाम्रो पर क्यापिटा इन्कम पनि राम्रो छैन, अनि साधना गर्ने माहौल पनि राम्रो छैन। त्यो हुने बित्तिकै हामीलाई थोरै असहजता चाहिँ छ। अब तुलनै गर्न त नमिल्ला, तर क्रियाकलापको हिसाबले इन्डियामा व्यापक भएको चाहिँ देखिन्छ। यो अन्तर्राष्ट्रिय योग दिवसकै सन्दर्भ जस्तो लाग्छ। यो चाहिँ यो 21 जुनमा चाहिँ संसारभरिका गत वर्षको रेकर्ड अनुसार पनि 190 जति देशहरूमा चाहिँ योगका गतिविधि भएको पाइन्थ्यो, रेकर्ड हामीले सुनेका थियौँ। यो संसारभरि नै हाम्रो विषय चाहिँ संसारभरि नै अहिले चाहिँ चर्चाको विषय बनेको छ। यो चाहिँ हाम्रो आफ्नो विषय हो भन्ने लाग्छ हामीलाई। अनि मेरो अन्तिममा यहाँ भन्नुपर्ने कुरा के छ भने हाम्रो नेपाल सरकारमा रहनुभएका जति पनि हाम्रा प्रतिनिधिहरू हुनुहुन्छ, हामीले खाडीमा दुःख गर्नलाई श्रम दिनको लागि हाम्रा मेन पावरहरूलाई, हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई विदेश पठाउनुभन्दा योग सिकाउन सक्ने बनाएर विदेश पठाउन सक्यो भने सम्मानित पनि हुन्छ। उसले आफ्नो स्वास्थ्य पनि बनाउँछ, त्यहाँ गएर अरूको स्वास्थ्य पनि बनाउँछ। एउटा श्रम गरेर चाहिँ 25-30 हजार 50 हजार कमाउनलाई कति गाह्रो छ। तर एकजना राम्रो योग सिकाउन सक्ने योग शिक्षकले अहिले पनि 3-4 लाख 5 लाख रुपियाँ चाहिँ महिनामा कमाएर नेपाल पठाइरहनु भएको छ। अब कमाइको हिसाबले पनि पोजिटिभ छ, सम्मानको हिसाबले पनि राम्रो, स्वास्थ्यको हिसाबले पनि राम्रो। त्यसैले अब हामी त परनिर्भर भइसक्यौँ। हामी लक्का जवान बनाउने अनि कतै श्रम गर्न पठाउने, त्यो उसले गरेको श्रमको पैसाले हामी संसार देश चलाउने भएको छ नि त। त्यसले गर्दाखेरि एकदमै नकारात्मक कुरा छ। अनि त्यसलाई सकारात्मक बनाउन यदि विकल्पै छैन, बाहिर नगइकन केही पनि हुँदैन भने पनि यदि जानु नै पर्छ भने पनि त्यो जनशक्ति तयार पारेर चाहिँ विदेश पठाउन सक्यो भने सम्मानित पनि हुन्थ्यो होला, संसारभरिको गुरु देश पनि बन्न सक्थ्यौँ होला भन्ने लाग्छ। यसको लागि चाहिँ यहाँहरूले यहाँहरूको मिडिया मार्फत यो सूचना गरिदिनु भयो भने आभारी हुने थिएँ जस्तो लाग्छ। र यहीँ नेपालमै पनि धेरै योग टुरिज्मको त यति ठुलो सम्भावना छ। अहिले भर्खरै पनि चाइनामा मैले सुनेअनुसार चाहिँ हजारौँ योग शिक्षकको माग छ र नेपालीलाई इन्डियनलाई भन्दा बढी मन पराउँछन्। अनि त्यो हिसाबले पनि हामीले चाहिँ यदि चाइनासँगको जुन कनेक्सनमा चाहिँ यदि योग शिक्षक तयार पारेर चाहिँ हामीले चाहिँ दक्ष जनशक्ति पठाउने हो भने हामी एउटा सम्मानित पेसा पनि गर्न सक्थ्यौँ र देशलाई एउटा राम्रो दिशामा लैजान पनि सक्थ्यौँ होला भन्ने लाग्छ। र योग टुरिज्मको रूपमा चाहिँ अब टुरिस्टहरूको रूपमा नेपालमा चाइनिजहरू पनि धेरै आएको पाइन्छ। अनि त्यो हिसाबले चाहिँ हामीले
हाम्रो आफ्नो विषयलाई व्यापक बनाएर संसारभरि पुर्याउन सक्यो भने चाहिँ कति व्यापकता हुन्थ्यो होला, कति सुन्दर हुन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ। अब यो मेरो आग्रह चाहिँ यही हो। अरू त धेरै कुराहरू छन्, अब छोटो समयमा धेरै कुरा गर्नुभन्दा पनि यहाँले जुन अवसर दिनुभयो त्यसको लागि चाहिँ म हार्दिकता व्यक्त गर्छु।